हेलो गाइज, वेलकम टु माई मिनी भ्लग। हजुरहरूलाई मेरो मिनी भ्लगमा स्वागत छ। अनि हजुरहरूको चाहिँ के छ? म चाहिँ एकदम आराम छु। अनि साथीहरू, काठमाडौँमा चाहिँ एकदमै गर्मी बढेको छ, एकदमै गर्मी बढेको छ नि त। त्यही भएर मलाई चाहिँ फेरि आइसक्रिम भन्दा यो कुल्फी मनपर्छ के, खुवाको कुल्फी। अनि म चाहिँ त्यो खुवाको कुल्फी लिएर खाइरहेको छु के साथीहरू यतातिर। अनि साथीहरू फेरि यतातिर मैले स्याउ टोक्न थालेँ के। स्याउ चाहिँ मेरो छोरालाई मैले बिहान काटेर हालिदिएको थिएँ टिफिन, स्याउ लान्छु भनेर। अनि त्यसपछि मैले त्यो बाँकी रहेको स्याउलाई चाहिँ फेरि खाँदैछु कि यतातिर। अनि त्यसपछि मलाई फलफुल त कति मनपर्छ नि त। अनि साथीहरू यतातिर स्याउ पनि मैले गामगुम खान थालेँ। यता स्याउ खाइसकेर साथीहरू आज मेलम्चीको पानी आएको थियो नि त। अनि त्यसपछि मैले चाहिँ फेरि डाइरेक्ट तल पाइपबाट पानी ल्याएँ क्या पिउनको लागि। जारमा पानी भरेर एक जार पानी ल्याएर आएँ। अनि यतातिर साथीहरू फेरि मलाई मही खान मन लागिरहेको थियो क्या, गर्मी भएको नि त। अनि त्यसपछि अनि म चाहिँ आजकल चाहिँ किन हो गर्मी भएपछि दिनहुँ मही लिएर खाने गरेको छु कि। अनि त्यसपछि मैले चाहिँ मही ल्याएको थिएँ, अनि ग्लासमा हालेर पनि सटासट पिउन थालेँ क्या। अनि मही खाइसकेर पनि साथीहरू गर्मी त जाँदै गएन, कति विधि गर्मी भएको थियो भने। अनि त्यसपछि म त फेरि यतातिर फ्यान चलाएँ कि यतापट्टि आएर। अनि त्यसपछि हेर्न फ्यानमा बसेको झ्याङल्याङ्ग परेर। अनि यति गर्मी भएको थियो नि, कपाल सपाल फुकाएर म चाहिँ फ्यान तापेर बसिरहेको कि। एकदम चिसो हावा आइरहेछ, आनन्द लागिरहेछ। अनि साथीहरू अब त गर्मीमा त फ्यान बेगर बस्नु नसकिने हो, गर्मी भइरहेछ हिजो आज त। अनि म चाहिँ आनन्द लिएर फ्यानमा एकछिन बसेँ। अनि त्यसपछि फेरि उतापट्टि किचनमा गएर गेडागुडी भिजाउन थालेँ कि साथीहरू मैले चाहिँ। अनि चना एक ठाउँमा, अनि त्यसपछि फेरि अर्को गाउँको त्यो बोडी थियो कि अलिकति, अनि त्यो अर्को ठाउँमा भिजाएँ। अनि साथीहरू त्यो पनि दुइटैलाई मैले थोरै दुई ठाउँ भिजाएँ, किनभने धेरै भिजाउनु परेन नि त, हामी आमा छोरा मात्रै हो नि त, त्यही भएर थोरै नै भिजाएको हो कि। अनि साथीहरू फेरि यसो ऱ्याकमा हेरेको त के रहेछ भनेको त त्यो ड्राई फ्रुट रहेछ कि, त्यो चाहिँ कोसेली आएको हो होइन। अनि अलिकति बाँकी थियो रहेछ। अनि त्यसपछि त्यो चाहिँ मैले अनि यसरी खान थालेँ कि। फेरि कत्र्याक कुत्रुक के खाइरहनु पर्छ नि त मलाई त। अनि त्यो ड्राई फ्रुट खाँदै चाहिँ मैले बनानाको सानो टुक्रा पनि भेटेँ कि, ड्राई बनाएको। अनि त्यसपछि त्यो पनि पाएँ भन्दै खाँदैछु कि म चाहिँ यतातिर मजाले। अब ड्राई फ्रुट खाइराखेर भएन नि त साथीहरू। फेरि म चाहिँ अनि मेरो छोरा स्कुलबाट आउने बेला भएको थियो। अनि फेरि सिन्के नुडल्स र चाउचाउ लिएर आएँ कि साथीहरू। अनि त्यसपछि यहाँनिर फेरि पकाउन राखिसकेँ नि त। अनि त्यसपछि फेरि यता क्याप्सिकम काटेर मैले रेडी गरेँ। नुडल्सलाई पकाउन बसाएको थिएँ साथीहरू। अनि त्यो पनि पाकिसक्यो। अनि मैले यता क्याप्सिकम, गाजर अनि सुकुटीलाई यसरी टक काटेर रेडी गरिसकेँ कि मैले पकाउनलाई। अनि साथीहरू यता पाकेर रेडी पनि भइसक्यो। अनि हाम्रो तलतिरको छिमेकी नानी चाहिँ आएर बाहिर खेलिरहेछ कि। हेर्न कति क्युटी छ है, मलाई यति राम्रो लाग्दैन यो फुच्ची। अनि ऊ चाहिँ सधैँ युनिस दादा भनेर खेल्न आउँछ क्या। अनि सानो छ नि त, अनि त्यही भएर। अनि फेरि यतातिर ऊ खेल्दै अनि खाजा खाने भनेको त खाने अरे, मनपर्छ भनेको मनपर्छ अरे। अनि साथीहरू उसलाई चाहिँ खाँदै पिरो भएछ क्या। अनि त्यसपछि उसले चाहिँ पानी भन्यो। अनि त्यसपछि पानी दिएँ हामीले। अनि हामीले चाहिँ यसरी खायौँ साथीहरू आजको खाजा। ल साथीहरू, आजको लागि मेरो मिनी भ्लग चाहिँ यति नै। हजुरहरूलाई मन पर्यो भने लाइक, सेयर, सब्सक्राइब गरिदिनु, कमेन्ट बक्समा कमेन्ट पनि छोडिदिनु। थ्याङ्क यू, बाई बाई।